परदेशमा आएर नि गाउँको जस्तै फिल हुँदा त खुसी पो लाग्ने रहेछ साथीहरू। सो हेलो गाइज, वेलकम टु माई न्यू मिनी ब्लग। आयो हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै ठिक छु। सन्डेको दिन चाहिँ मेरो आज लेटबाट ड्युटी थियो। म चाहिँ लेट उठेर फटाफट नुहाइदिए गरेर फ्रेस भएर म चाहिँ लागेँ किचनतिर। किचनमा पुग्दा चाहिँ केटाहरूले यतिको काम चाहिँ गरेर सकिसकेको रहेछन्। मैले त्यसपछि फटाफट काम गरेर फाइनली खाना रेडी गरिदिएँ। आजको खानामा चाहिँ पुरी र तर छोले थियो र केटाहरूलाई खाना खुवाएर सकेपछि फाइनली म पनि खाना खाएँ। खाना खाएर यता बाहिर हेर्छु भन्दा प्लेट भएको पुरी पो बनाएको रहेछन्। अब रेस्ट गर्छु, सुत्छु भनेको त कहाँ केटाहरूले सुत्न मिल्दैन, फोन गरेर बल खेल्न पो आइदियो भन्छन्। हाम्रो केटाहरू चाहिँ घर होली मनाउन जाँदैछन्। मामा र म चाहिँ हिँडै बल खेल्ने ठाउँतिर अटोमा जाँदा जाँदै पानीपुरी देखेपछि त खाइदिनु पर्यो। छोड्ने कुरो त छँदै छैन। केटाहरूसँग पुग्दा चाहिँ आफ्नो आफ्नो पारामा थिए सबैजना। यहाँ आएपछि चाहिँ यहाँको किचनमा नभए चाहिँ मेरो खाना खाएको पर्दैन साथीहरू। त्यसपछि म किचनमा गएर हेर्दा दादा चुकाउनेको बनाएको रहेछन्। चुकाउने खाइदिएँ मैले चाहिँ बनाएकै भाँडामा र आफ्नै पारामा फेरि हामी चाहिँ लाग्यौँ बल खेल्ने ठाउँतिर जाँदा आमाले मलाई स्वान गर्दा टोपी कम्पेर कमेडी भइदिँदा यो बस कति सुन्दर क्या। बाहिरबाट हेर्दा हामी चाहिँ फाइनली पुग्यो है। यही हामी बल खेल्ने ठाउँ र एटिएम खेलेर हारिसक्दा चाहिँ 100 रुपियाँको स्प्राइट खाइदियो। फेरि अर्को म्याचमा पनि हामीले चाहिँ हारेर 200 रुपियाँ त केटाहरूले कर्लाममै खाइदिए। खाएर सकेपछि कुरा खान जाँदा चाहिँ डस्टबिनमा कुरा छैन, बाहिर धेरै छ है। इन्डियामा यस्तै हो। तर हामी सबै गाउँमा जस्तो रमाइलो गर्दै लाग्यो। आफ्नो घरतिर जाँदा चाहिँ 3 जना एउटा बाइकमा डरते नहिए किसी से भन्दै लाग्यो र फाइनली हाम्रो बाटोबाट मोमोज पनि दिने भोक लागेको थियो। उहाँले रातिले मोमोज खाएपछि मैले चाहिँ फाइनली खाना पनि फटाफट रेडी गरेर आजको दिन यसरी नै बित्यो मेरो। हजुरहरूको कसरी बित्यो लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला। धन्यवाद।